on Get Ready With Me day second in Sikkim, and I'm traveling to my kaka house today. So yeah. I always like to slap my face because nowadays I'm already old, so no one is slapping me, so I'm slapping myself in the face. I'm used to slap my face while applying sunscreen. Yeah. Stay up, Make up the quality ng eyebrow talaga. Kaya sa tingin, kaya. Okay, keep going. Pinali ka na lang, hindi pa video ka, di ba? Wow, gusto ko. And I will like that. The eyeliner. Ito na. Dito ka na. Eyeliner ako na. Wow. And then I'm gonna try it. And this is my belly earring. Ready, we're ready. दिल का जो हाल है कैसे बयां करें Esta vanilla pakai uta vanilla yung kay Kiko Tali is to drum Adios drum Dapat tayo na. And this is ready. We are ready. Sorry, and we are ready. I'm ready. She's feeling cold. I'm not fit. I'm feeling. No. She is feeling hot and I'm feeling cold. She's wearing half skirt and I'm wearing full sleeve. And we are ready. Picture. आजको वेदर चाहिँ यस्तो रहेको छ पानी परेको छ यस्तो छ वेदर चाहिँ अनि बहिनी चाहिँ अलरेडी ठिक गरेर हामी चाहिँ गाडी वेट गरिरहेका छौं गाइसहरु Yay! Enjoying the view. मौसम चाहिँ अस्ति राम्रो भएको छ अनि मलाई मेरो बहिनी चाहिँ भ्यू इन्जोय गर्दै छौं ब्राइटनेस बढाएर I am Anushka. My boyfriend name is Vivek. I am Anushka. My boyfriend name is Vivek. भ्यू चाहिँ यस्तो राम्रो छ पानी परिरहेको छ है अब हामी कहाँ अनि फिल्टर लगाउँछौँ बरु हामी चाहिँ अहिले काकाको घर जानुलाई रेडी भएको चाहिँ 4-5 घन्टा भइसक्यो रेडी चाहिँ अघि भेटेको अनि यस्तो राम्रो हुन्छ नि त ज्यादाले भन मेरो बेरीले खाने भए आउनु होला आमाको कति वर्षपछि म चाहिँ आएर खोल्न सोच्दैछु ल भयो गाइस लु उसलाई सट्काइएको रे यति लु गाइस यहाँ जाँदैछ है बस
सिक्किममा एकदम हामी गएपछि पानी परिरहेको थियो अनि मेरो बहिनी चाहिँ जहिले ट्राभल गर्दा उसलाई साह्रो पर्छ त्यही भएर ऊ चाहिँ जहिले निदाउँछ दबाई खाएर निदाएको थियो अनि हाम्रो काकीलाई चाहिँ भर्खर हिजो बेलुकै हस्पिटलबाट ल्याउनु भएको थियो 8 दिन एडमिट गरेर त्यही भएर हामीहरू तुरुन्तै काकाको घर गयौँ भोलिपल्ट अनि उहाँहरू सबैजना थाकेर सुतिरहनु भएको थियो काकाहरू बहिनी काकीहरू एन्ड देयर आर सरप्राइज अरू चाहिँ खिच्न पाइएन किनभने घरमै बसिरहेको गफ गर्दै थ्याङ्क यू सो मच फर वाचिङ